बालेन एउटा इन्ट्रोभर्ट। सुन्दा अचम्म लाग्छ है। नेपालको सबैभन्दा चर्चित युवा नेता, तर स्टेजमा कराउँदैन, माइक समातेर घण्टौं भाषण दिँदैन, भिड उचाल्ने नारा लगाउँदैन। तर फेरि प्रश्न उठ्छ, के बालेन साँच्चै इन्ट्रोभर्ट हुन् कि यो पनि हामीले उनलाई बुझ्न नसकेको कारण बनाएको एउटा ट्याग मात्र हो? आजको यो भिडियोमा हामी बालेनको पर्सनालिटी मात्रै होइन, उनको राजनीतिक यात्रा र प्रभाव बुझ्न जाँदैछौँ। किनकि यो प्रभाव परम्परागत राजनीतिभन्दा फरक छ। नेपालको राजनीति सम्झँदा हामीलाई के देखिन्छ? पुराना अनुहार, उही भाषण र हरेक चुनावपछि उही निराशा। दशकौंसम्म हामीले देख्यौँ बाचा धेरै, काम थोरै, घोषणा ठुलो, परिणाम शून्य। तर 2079 को स्थानीय चुनाव सामान्य चुनाव थिएन। यो एउटा जनआक्रोश थियो। परम्परागत दलहरूप्रति मतदाताको विश्वास डगमगाएको थियो। र यही समयमा एकजना मान्छे आए, न पार्टीको एयर न राजनीतिक डाइनास्टी। नाम बालेन्द्र शाह उर्फ बालेन। इन्जिनियरदेखि र्यापरसम्म बालेनको कथा राजनीतिबाट सुरु भएको थिएन। सिभिल इन्जिनियर, हिपहप आर्टिस्ट, युवाहरूको बीचमा चिनिने एउटा अलग आवाज। उनका गीतहरूमा समाजको दुखेसो थियो, सिस्टमको आलोचना थियो। तर सडकमा गाएर मात्रै सिस्टम बदलिँदैन भन्ने उनले महसुस गरे। मेयर पदको चुनाव 2079 मा बालेनले निर्णय गरे, सिस्टमभित्र गएर सिस्टम बदल्ने। स्वतन्त्र उम्मेदवार, न ठूलो पार्टीको समर्थन न करोडौं रुपैयाँको चुनावी खर्च। तर थियो सामाजिक सञ्जालको शक्ति र युवाहरूको विश्वास। परिणाम काठमाडौँ महानगरपालिकाको मेयर, पुराना राजनीतिक दलहरूलाई पराजित गर्दै। यो केवल जित थिएन, यो सन्देश थियो। अब जनताले काम खोजेको छ, भाषण होइन। बालेनले चुनाव जिते भाषणले होइन, पोस्टले। यो कुरा धेरैले ढिला बुझे। जब अरू नेताहरू प्रेस कन्फरेन्स खोजिरहेका थिए, बालेन फेसबुक स्ट्याटस लेखिरहेका थिए। छोटो, सीधा, प्रमाणसहित। थमेलमा समस्या, पोस्ट आयो, बिफोर आफ्टर फोटो सहित। अवैध संरचना, पोस्ट आयो, भत्किँदै गरेको भिडियो सहित। सडक खन्ने काम, लाइभ अपडेट। यहाँ एउटा कुरा बुझ्न जरुरी छ, इन्ट्रोभर्ट मानिस कम बोल्छ, तर सोचेर बोल्छ। बालेनको हरेक पोस्ट यस्तै थियो। इमोसन भन्दा बढी एभिडेन्स। कुरा नगरेर काम बोल्न थाल्यो। यहीँबाट सुरु भयो बालेनको असली शक्ति, डाइरेक्ट कम्युनिकेसन। यो प्रचार थिएन, यो अकाउन्टेबिलिटी थियो। नेताहरू भोट माग्थे, बालेन प्रोग्रेस रिपोर्ट दिन्थे। र यही कारण जेन जी जोडियो। अब कुरा गरौँ वास्तविक काममा के भयो। सकारात्मक पक्ष, थमेल र अन्य क्षेत्रमा फुटपाथ खुलाइयो, अवैध संरचनाहरू भत्काइयो, सार्वजनिक जग्गा फिर्ता ल्याइयो, पारदर्शिता बढ्यो, काम सार्वजनिक भयो, युवा नेतृत्वको नयाँ उदाहरण बन्यो। तर हरेक काम सजिलो भएन। विरोध पनि आयो, अवरोध पनि आए। केही व्यापारीहरूले गुनासो गरे, बजार प्रभावित भयो। केही नागरिकले भने सडक खन्ने काम ढिलो भयो। र सबैभन्दा ठूलो चुनौती, सङ्घीय सरकारसँगको कोअर्डिनेसन। एकजना मेयर केन्द्र सरकारको सहयोग बिना कति गर्न सक्छ? यो प्रश्न अझै खुला छ। तर यति भन्न सकिन्छ, बालेनले एउटा कुरा प्रुभ गरे, यदि इच्छा शक्ति छ, पारदर्शिता छ र जनसहभागिता छ भने परिवर्तन सम्भव छ। अब जेन जीको कुरा गरौँ। यो त्यो पुस्ता हो जो भाषणमा विश्वास गर्दैन, जो रिजल्ट चाहन्छ, जो हिपोक्रेसी सुँघ्न सक्छ। बालेनको उदय केवल एक व्यक्तिको कथा होइन, यो एउटा जेनेरेसनल शिफ्ट हो। जब युवाहरू सडकमा आए, अकाउन्टेबिलिटी, ट्रान्सपेरेन्सी, सिस्टम चेन्ज माग्दै, बालेन अगाडि आएर नेता जस्तो भाषण दिएनन्। तर सबैलाई थाहा थियो, यो आवाज उनीहरूले पहिले नै सुनेका थिए। उनका काममा, उनका पोस्टमा। यहाँ इन्ट्रेस्टिङ ट्विस्ट छ, बालेनले आन्दोलन चलाएनन्, तर बालेन मुभमेन्टको सिम्बल बने। किनकि उनले एउटा कुरा प्रुभ गरिसकेका थिए, यदि एकजना नन पोलिटिकल ब्याकग्राउन्ड भएको मान्छे सिस्टमभित्र गएर काम गर्न सक्छ भने त्यो सिस्टम पूर्ण रूपमा बन्द छैन।
तर बालेनले पनि एउटा कुरा बुझिसकेका थिए। एकजना मेयरले काठमाडौँ सुधार्न सक्छ, तर नेपाल बदल्न नेशनल प्लेटफर्म चाहिन्छ। यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपी प्रवेश गर्छ। आरएसपी परम्परागत दलहरू विरुद्धको एउटा नयाँ प्रयोग। 2079 को चुनावमा आरएसपीले पनि राम्रो प्रदर्शन गर्यो र हालै बालेन र आरएसपी बीचको सम्बन्धको चर्चा बढ्यो। के उनी आरएसपीसँग आधिकारिक रूपमा जोडिएका छन्? अहिलेसम्म यो पूर्ण रूपमा स्पष्ट छैन, तर यति स्पष्ट छ आइडियोलोजिकली दुवैको लक्ष्य मिल्दो छ। पुराना संरचना तोड्ने, नयाँ नेतृत्व ल्याउने। र यहीबाट सुरु भयो अर्को चर्चा, राजनीतिक अस्थिरता, सरकारहरू आउने जाने। र यही सबैको बीचमा एक नाम बारम्बार सुनिन थाल्यो, बालेन। के उनी भविष्यमा राष्ट्रिय नेतृत्वमा आउन सक्छन्? के एउटा मेयर प्रधानमन्त्री बन्न सक्छ? यो अहिले अनुमान मात्र हो, तर यो कुराले के देखाउँछ भने नेपाली जनताको अपेक्षा बदलिएको छ। अब उनीहरूलाई चाहिएको छ कामको रेकर्ड, पारदर्शिता र नयाँ सोच। यहाँ नै बालेनको सबैभन्दा प्रभावशाली पक्ष देखिन्छ। उनी आफै यो कुरा पुस गर्दैनन्, तर जब उनी चुप लाग्छन्, सोशल मिडिया बोल्न थाल्छ। डिबेट सुरु हुन्छ, पोस्ट भाइरल हुन्छ, न्यारेटिभ बनिन्छ। बालेन कम बोल्छन्, तर उनको काम धेरै बोल्छ। यो नै आधुनिक राजनीतिको शक्ति हो। अब फेरि सुरुको प्रश्नमा फर्कौं। के बालेन इन्ट्रोभर्ट हुन्? सायद हो, तर अझ सही के हो भने बालेन त्यो नेता हुन् जो नोइज होइन, इम्प्याक्टमा विश्वास गर्छ, जो भाषण होइन, सिस्टम सुधार गर्छ, जो शब्द होइन, काम बोल्न दिन्छ। नेपालको राजनीति अब पुरानै छैन, किनकि अब शक्ति केवल पार्टीसँग छैन, शक्ति विश्वाससँग छ, र त्यो विश्वास काममा आधारित छ। कथा सकिएको छैन। बालेनको राजनीतिक यात्रा अझै जारी छ। काठमाडौँमा सुरु भएको यो प्रयोग कहाँसम्म पुग्छ, समयले बताउनेछ। तर एउटा कुरा क्लियर छ, इन्जिनियर, र्यापर, मेयर, यो यात्रा एक्सिडेन्ट होइन, यो सङ्केत हो। सङ्केत कि अब नेपालमा नेता बन्न कराउनु पर्दैन, काम गरे पुग्छ। पार्टीको झण्डा चाहिँदैन, जनताको विश्वास चाहिन्छ, र त्यो विश्वास पारदर्शिता र अकाउन्टेबिलिटीबाट आउँछ। बालेनको कथा तपाईको र मेरो कथा हो। यो आशा हो कि सिस्टम बदलिन सक्छ। यो विश्वास हो कि एक व्यक्तिले फरक पार्न सक्छ। र सबैभन्दा महत्त्वपूर्ण यो सन्देश हो कि नयाँ नेपाल सम्भव छ। यदि तपाईलाई यो एनालिसिस उपयोगी लाग्यो भने यो भिडियो शेयर गर्नुहोस्, किनकि परिवर्तन चर्चाबाट सुरु हुन्छ र चर्चा तपाईबाट सुरु हुन सक्छ। स्वर धेरै छ, तर साँचो आवाज सधैँ स्पष्ट हुन्छ, बालेन जस्तो।